नेपालको इतिहास जान्न किताब मात्रै होइन, एकपटक यहाँ पनि पुग्नुपर्छ। आउनुहोस् हेरौँ। हे गाइज, वेलकम ब्याक टु अनदर भिडियो। आज म पुगेको छु नेपाल इतिहास र वीरताको कथा बोकेको एउटा निकै विशेष ठाउँ गोर्खा दरबार सङ्ग्रहालयमा। आउनुहोस् आजसँग यसको भित्र के रहेछ हेरौँ। तपाईहरू त्यो ठाउँमा पुग्नको लागि पहिला सुरु गोर्खा बस पार्कमा पुग्नुपर्ने हुन्छ र तपाईहरू यही भिडियो मार्फत पनि तपाईहरू हेरेर जान सक्नुहुनेछ है। ल अब यो भिडियो मार्फत चाहिँ म तपाईहरूलाई देखाउने छु। सुरुमा प्रवेश गर्दाखेरि नै पुरानो नेपाली वास्तुकलाले मन तानिहाल्छ। यहाँ पुग्दा इतिहासलाई किताबमा पढेको भन्दा आफ्नो आँखाले देख्नुको अनुभव नै फरक हुँदो रहेछ। यहाँ पुरानो हतियार, तोप तथा ऐतिहासिक सामग्रीहरू सुरक्षित राखिएका छन् भने यी सामानहरूले हाम्रो पुरानो समय र इतिहासको झल्को दिनेछ। हेर्नुहोस् त। त्यस्तै पुरानो धातु सामग्री, भाँडाकुँडा र दैनिक जीवनमा प्रयोग हुने वस्तुहरू पनि यहाँ हेर्न पाइनेछ। साना साना वस्तुले पनि त्यो समयको जीवनशैलीबारे धेरै कुरा बताइरहेको छ। यहाँ राखेको मूर्तिहरू र प्रदर्शनहरूले पुरानो नेपाली समाज र जीवनशैलीलाई अझै नजिकबाट बुझ्न मद्दत गर्छ। यदि तपाईलाई नेपालको इतिहास, संस्कृति र पुरानो वास्तुकला मन पर्छ भने गोर्खा सङ्ग्रहालय एकपटक अवश्य घुम्न पर्ने ठाउँ हो। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै ट्राभल, फुड, लाइफ ब्लगहरूको लागि मेरो च्यानलसँग जोडिन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। लास्टसम्म चाहिँ भिडियो हेर्नु होला है त। किप लभिङ, किप सपोर्टिङ।